नमस्ते, मेरो नाम मणि तामाङ। मेरो घर चाहिँ नेपाल, जिल्ला चाहिँ इलाम। म किडनी पेसेन्ट। मलाई मेरो किडनीको पर्सेन्ट चाहिँ वहाँ नेपालमा चाहिँ 10% बिग्रेको थियो। अनि मलाई बोजूले ल्याउनु भएको यहाँनिर चाहिँ, र यहाँनिर योगा अनि ट्रिटमेन्टहरू गरेर म अहिले धेरै राम्रो भएको छु। र मलाई चाहिँ एकदम राम्रो भएको छ। यहाँनिर सिलिगुडी प्रधान नगर दिव्य आयुर्वेदिकमा मलाई बोजूले ल्याउनु भयो। र मलाई नेपालमा चाहिँ मेरो घट्छ कि घट्दैन भनेर डक्टरले पनि त्यो भनेको थियो। 100% डक्टरले घटाउनु सक्छ, नघटाउनु सक्छ, डायलिसिसै गर्नुपर्छ भनेको थियो। तर म यो ठाउँमा आएर मलाई राम्रो भयो र किडनीको एभरेज पनि घट्यो, एकदम राम्रो भयो। यहाँ आएपछि मैले योगाहरू पनि सिकेँ। योगा भनेको के हो मलाई केही पनि थाहा थिएन, र किडनीको पेसेन्टले के खानुपर्ने हो, कस्तो खानुपर्ने त्यो पनि मलाई एकदम केही थाहा थिएन। र नेपालमा पनि मलाई कसैले पनि भनेको पनि थिएन, डक्टरले पनि भनेको थिएन कि, जब कि डक्टरले थोरै मात्र खानु, तर यसरी खानु उस्तरी खानु, यस्तो कुराहरू भनेको थिएन। तर यहाँ आएपछि मलाई एकदम खानाको पनि लिमिट भयो र एकदम सादा खाना खानु पर्दो रहेछ। एकदम बार्नु चाहिँ बहुत बार्नु पर्दो रहेछ। यो ट्रिटमेन्ट गरियो, योगाहरू गरिँदाखेरि म 21 दिन बसेँ। 21 दिन बस्दाखेरि एकदम राम्रो भयो मलाई, र मलाई एकदम राम्रो भयो। यहाँ आएपछि नेपालमा चाहिँ डक्टरले पनि अब 100% बाँच्न सक्सेस, नभएर सक्सेस डायलिसिस गर्नुपर्छ भन्दै थियो। तर यहाँ आएपछि चाहिँ मैले डायलिसिस पनि गर्न परेन। ट्रिटमेन्ट र योगा चाहिँ गर्न पर्यो। योगाहरू गरेपछि चाहिँ एकदम राम्रो भयो मलाई खुसी लाग्यो। यहाँ भाइहरू र बहिनीहरू सबैजनाले मलाई राम्रोसँगले उपचार गरिदिनु भयो, ट्रिटमेन्ट गरिदिनु भयो, योगा सिकाइदिनु भयो। एकदम खुसी लाग्यो मलाई। र लास्टमा डक्टरहरूले पनि मलाई एकदम राम्रो गर्नुभयो। म्याडमले पनि एकदम खुसी लाग्यो, राम्रो लाग्यो मलाई यो दिव्य आयुर्वेदिकमा। र तपाईहरू पनि साथीहरू, मलाई चिनेको जति साथीहरू अर्थात् नचिनेको साथीहरू पनि हुनुहुन्छ भने दिव्य आयुर्वेदिक प्रधान नगर सिलिगुडीमा आउनुहोस्। यहाँनिर एकदम राम्रो हुन्छ उपचार किडनीको लागि चाहिँ। किनभने नेपालमा भनेको 5% 6% छ भने पनि डायलिसिसमा लगिहाल्छ, वहाँनिर डायलिसिस गर्नुपर्छ भन्छ। तर यहाँ पर्दैन, एकदम राम्रो छ यहाँनिर। ट्रिटमेन्टहरू पनि एकदम राम्रो, योगा पनि गर्नुपर्छ, एकदम राम्रो छ। खानाको व्यवस्थाहरू, बस्ने ठाउँ एकदम राम्रो छ यहाँनिर। फाल्टो खाना खानु दिनुहुन्न यहाँनिर। एकदम सबैजना फ्यामिली जस्तो भएर बस्नुपर्छ। एकदम राम्रो, मलाई खुसी लागेको छ। साथीहरू पनि आउनु होला।